ओ दादा यहाँ त मलाई नयाँ त्यही फोन भाइले दिएको चाहिँ भाइबो कुन फोन हो भके भाइबो पैसा ल्याएको छ हेरौँ है त भाइबो त सुनेको थिइनँ त मैले अहिलेसम्म VIVO भाइबो भिभो भाइबो हैन भिभो तपाईँ त चारपल्ट फेल VIVO भाइबो भिभो के खान्छ भन्नु बियर खाने के खाने तपाईँ त चारपल्ट फेल भएको छ नि के खाने के खान्छु के खान्छ त्यही के खान्छ भन्नु बियर खाने के खाने के खाने के किनिन्छ के खाने के खाने जे किन्नु त्यही खान्छु जे खान्छ त्यही अरू बेला केही नखुवाउनेले आज फेरि बियर पनि खुवाउँछु भनेछ लटरी भइसक्यो नाटी भन्दा केही अरू बेला केही नखुवाउनेले आज नयाँ बियर पनि आउँछ भेटी है लटरी भइसक्यो फर्स्ट नाटी भन्दा के खान्छ भनेर सोच्छ फेरि है के खान्छ नयाँ फोन पनि आउँछ भेटी है ओइ भाइ दुना गाई किनेको थियो पापाले दुना गाई दुध खाने नि कामले यस्तो दुना गाई किनेको कामले दादाले किनेको छ त सल्लै भएन छ नि त अब हेरौँ है त किनेको छ कि पापाले यसले त बेचेको नि अरू पापालाई कामले यस्तो दुना गाई चाहिँ कामले किनेको छ गाई बेच्यो कहाँबाट किनेको यसले बेचेको पापालाई यसले बेचेको अनि त्यही बेचेर त फोन किनेको छ दादा गाई बेच्छ हैन तँ गाई बेच्छ नभने बेच्यो तल कहाँ मान्छ यो हरामीले केही दुध बेचेर तँलाई साला स्कुल पठाएर यत्रो बनाए साला के गाई बेचिस लास्टमा स्कुल अब त घरमा नआइज नि त भरेदेखि पठाएर यत्रो बनाए त्यही गाई बेचिस लास्टमा स्कुलमा आइज त भरे अब त्यो घरमा नआइज नि त भरेदेखि साला तेरो त्यो बिक्रीको अनुहार नदेखाने मेरो सामान बुझिस् आइज त भरे तेरो साला बेच्दै रहेछ गाई ल फोन किन्ने आइडिया सिक्नु होला नि त सबले फोन यसरी किन्नुपर्छ अब